तपाईँले आफ्नो दाँत त दिनमा 2 चोटि क्लिन गर्नुहुन्छ, तर के आफ्नो जिब्रोलाई पनि सफा गरिरहनु भएको छ? हजुरले आफ्नो ब्रस हेर्नुभयो भने त्यसको पछाडिको भागमा एउटा रबरको भाग हुन्छ जुन टङ क्लिनिङको लागि नै बनेको हुन्छ। यदि हजुरको ब्रसमा यो भाग छैन भने हजुरले एउटा टङ स्क्रेपर पनि युज गर्न सक्नुहुन्छ आफ्नो जिब्रो सफा गर्नको लागि। ब्रसिङ अनि फ्लसिङले मात्रै हाम्रो कम्प्लिट ओरल हाइजिनको केयर हुँदैन, त्यसैले टङ क्लिनिङ पनि एकदमै इम्पोर्टेन्ट हो, किनभने टङमा हाम्रो ब्याक्टेरिया अनि अरू अर्गानिजम्सहरू बसिरहेको हुन्छ जसले गर्दा मुखमा ब्याड ब्रेथ हुने अनि हाम्रो ओरल इन्भाइरोमेन्ट पनि अफेक्ट भइरहेको हुन्छ। जिब्रोमा भएको डेब्रीले ब्याड ब्रेथ मात्रै होइन, त्यसले डल टेस्ट, ब्याक्टेरियल ग्रोथलाई पनि अफेक्ट गर्छ, बिस्तारै हाम्रो गिजा अनि दाँतमा पनि असर पर्न सक्छ। त्यसैले आफ्नो दाँतलाई सफा गर्नको साथसाथै जिब्रोलाई सफा गर्न नबिर्सिनुहोस्। दिस इज डक्टर निकिता साइनिङ अफ। अब दिनमा 2 मिनट 2 चोटि ब्रस आफ्नै लागि।